के अड मान्छेको पुरुषसँग अड मान्नै पर्दैन र गुरु क्या बाबुले देखा त छैन नि है के देख्नु भएको छैन तपाईले मेरो श्रीमती अर्कासँग लागेकी छे भन्नुभयो हैन म कोसँग लागि स्पष्ट पार्दिनु पर्यो यहाँ अर्कालाई जे पाइ त्यही भन्ने होइन मैले त्यसो भने होला र दिनकै कतिजनाको हात हेरिन्छ बिर्सियो पनि होला यता आउनुहोस् न तपाईँ के भुरेर हेर्नुहुन्छ नि मैले तपाईँको कुन हात हेरेँ अरे ए दाहिने हात बर्बादै भएर छ नि दाहिने हात हेरेर पनि कहीँ श्रीमतीको कुरो पत्ता लाग्छ त खोइ देउरे हात ल्याउनुहोस् त देखाउनु छिटो देखाउनु नानी ठिक छैन है श्रीमती हो ल हेर त श्रीमतीकै कारणले घर राम्रो हुने र शान्तिसँग तैँले जान पाउने भनेर त लेखेकै छ नि कहाँबाट तैँले दाहिने हेरिएछ र कुरै अर्को भएछ बा हे गुरु नचाहिने कुरा गर्नुहुन्छ अब शान्तिसेना कसरी जान्छु म पुलिसको जागिरी छोडिसकि पट्याङ हान्नु तिमीलाई गुरुलाई चाहिँ नसोधिकन जाहेर छोड्नुहुन्छ अब यसैको कारणले यिनको शान्तिसेना रोकिने भयो तर तिमी चिन्ता नलिऊ तिम्रो जागिर म फेरि नियुक्त गरिदिन सक्छु मलाई चाहिँ 1 घन्टाको टाइम देऊ ल बलराम सर हजुर तपाईँले पढाएको मैले हेरेँ एकदम राम्रो छ अब आजै स्कुल छुटेपछि व्यवस्थापन समितिलाई भेटेर तपाईँको तलबको बारेमा पनि म फिक्स गर्छु के रे म स्कुल व्यवस्थापन समितिको अध्यक्ष काजी हुँदा हुँदै मलाई नै नसोधी त्यो हेडमास्टरले शिक्षक नियुक्ति गरे रे म पँधेराबाट पानी ल्याउँदै थिएँ बाटोमा यही सुने काजी अब देख्ने छ त्यो हेडमास्टरले काजीको पावर क्या हो हेडमास्टरजी मलाई नसोधिकन त्यो बलरामेलाई किन नियुक्ति गर्नुभयो हेर्नुहोस् काई साहब एकजना खरानन्द भन्ने ज्योतिषीले तपाईँलाई व्यवस्थापन समितिले निकाल्न लागेको छ त्यो मान्छेलाई नियुक्त गर्नुभयो भनेदेखि तपाईँको जागिर बच्छ भन्दा भने त्यही भएर मैले नियुक्त गरे हो के नचाहिँदो कुरा गर्नुहुन्छ तपाईँ व्यवस्थापन समितिमा तपाईँलाई निकाल्ने भनेर कुरै भएको छैन हाम्रो त्यही